ल स्कुलको फाइनल इयर स्टार्ट भएको 2 हप्ता भयो अनि आज मेरो फर्स्ट डे। ब्रेकफास्ट खाएँ, कलेजतिर लागिहालेँ। अब फर्स्ट डे भनिसकेपछि टाई भेटाउने त कुरा हुँदैन। टाई खोज्ने चक्करमा ढिलो पनि भयो। हुन त म सधैँ ढिलो नै हुने हो, छिटो कहिले पनि हुँदिनँ। डराई डराई कलेजसम्म पुगेँ, ला मलाई अब कराउनुहुन्छ भनेर होइन। अनि कलेजमा यसो ब्रेकमा बाहिर निस्केको, स्प्रिङ लागिसकेको रहेछ कलेजमा, फुलै फुल थियो, कति राम्रो हरियाली होइन। अनि कलेज पनि सकियो, यसो आफूलाई चेक हानेर अनि घरतिर गएँ। अब घर आइसकेपछि लाइब्रेरी जानुपर्ने थियो, त्यही भएर यसो आउटफिट चेक गरेर बाइक स्टार्ट गरेर भुटुटुटुटुटु सोसल बाहा पुगिहालेँ। लाइब्रेरीमा 4-5 घन्टा बसिसकेपछि चाहिँ अब यसो घरतिर जानुपर्छ है जस्तो लागेर फेरि पनि भुटुटुटु गर्दै गर्दै घरतिर फर्किहालेँ। घर आइसकेपछि जिमलाई पनि रेडी हुनु पर्यो। यो लुक देख्ने बित्तिकै मलाई एकजनाको याद आयो, तेरे नाम कति छिटो 6 पनि बजेछ अनि म जिममा गएर वार्मअप गर्न थालिहालेँ। अनि आज चेस्ट र ट्राइसेपको दिन थियो। सुरुमा चाहिँ मैले चेस्ट हाने 1, 2, 3 गरेर 3-4वटा सेट हानेर त्यसपछि म ट्राइसेप हान्न लागेँ। ट्राइसेप पनि 1, 2, 3 गर्दा गर्दै 3-4वटा सेट गरेँ। घर आएँ, प्रोटिन खाँदै मिटिङ जोइन गर्छु भनेको 9:30को मिटिङ थियो। किन मिटिङ कोही पनि जोइन गर्दैन भनेको मिटिङ पोस्टपोन भएको रहेछ। अनि त्यसपछि 10 पनि बजिहाल्यो अनि म पनि सुतिहालेँ।